स्मार्ट टिमले धेरै नै हेल्प गर्ने भन्ने हाम्रो एउटा जुन मिसन छ, हाम्रो भिजन छ र उहाँहरूले केही आफूलाई लागेका डाउटहरू चाहिँ हाम्रो कम्युनिटीमा, हाम्रो ग्रुपहरूमा राख्नु पनि सक्नुहुन्छ र हामी तपाईँहरूलाई हेल्प गरेर हामी सँगै अगाडि लिएर जानेछौँ। जस्तो अब मेरो थोरै एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ म जसरी ट्रेडिङमा सुरुमा आउँदाखेरि कुनै पनि यस्तो खालको प्लेटफर्म भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो कि कहीँ गएर आफूलाई लागेको कुराहरू सोध्न पाऊँ। त्यहाँबाट कसैले मैले त्यो अब स्टक मार्केटमा नयाँ आइराख्दाखेरि त धेरै कुराहरूको कौतूहलता हुन्छ नि त। त्यो कुराहरू चाहिँ कसरी कसलाई चाहिँ सोधौँ भनेर चाहिँ म प्रत्येक ग्रुपहरू, स्टक मार्केटको ग्रुपहरूमा चाहिँ मैले सुनेको ग्रुपहरूमा गएर चाहिँ अनि म हजुरहरूलाई कसले अब अलिकति एक्टिभली पार्टिसिपेट गरिराख्नु भएको हुन्थ्यो त्यो ग्रुपको च्याटिङहरूमा होइन, उहाँहरू चाहिँ अनि लाग्थ्यो मलाई अब उहाँ चाहिँ मेसेजमा उहाँको मेसेज हेर्दाखेरि चाहिँ उहाँ चाहिँ ट्यालेन्ट जान्ने मान्छे होला हाम्रो। अनि सुरुमा नमस्कार सर, मलाई यस्तो यस्तो समस्या छ, मेसेज गरिदिनु भन्दा कतिजनाहरूले हेल्प पनि गर्नुभयो, अब कतिजनाहरू चाहिँ त्यति हेल्प पनि गर्नु भएन होइन, मेसेजलाई सिन पनि गरिदिनु भएन। यस्तै खालको समस्याहरू नयाँ जस्तो स्टक मार्केटमा आइराख्नु भएको साथीहरूलाई पनि नहोस् भनेर हामीले यो सेसन चाहिँ सुरुवात गरेका छौँ होइन।